न्युङ्नेको अर्थ चाहिँ के हो? हजुर धन्यवाद। यो न्युङ्ने भने चाहिँ खास बिरामी हुनु हो। बिरामी डाइरेक्ट शब्दको उल्टा गर्दै हो भने चाहिँ बिरामी हुनु हो। खास बिरामी किन हुनुभएको भन्ने कुरा चाहिँ उहाँ गेलोङ महापल्म भन्ने उहाँले चाहिँ हाम्रो देशमा त्यो समयमा देशमा सम्पूर्ण देशवासीलाई आउने ठुलो महारोग कुष्ठरोग भन्छ त्यो बेलामा त्यस्तो आएको ठुलो रोग आएकोहरू चाहिँ त्यो कुष्ठरोग एउटामा चाहिँ समेटेर उहाँ एक्लैले त्यो सबै धारण गरेको हो। यो चाहिँ न्युङ्नेको गरेको कारणले चाहिँ अनि यो फेरि यो रोगलाई पनि हराउने यो पूजा विधिबाट यो लोकेश्वरको पूजापाठ विधिबाट चाहिँ उहाँले ध्यान तपस्या गरेर यो रोग पनि ठुलो महामारी रोग त्यो बेलामा औषधि पनि नहुने त्यसको उपाय नहुने यो रोग लागेपछि मान्छे सबैले छिछि दुर गर्ने शरीर सबै कुहेर जाने त्यस्तो भएको अवस्थामा चाहिँ अनि उहाँले चाहिँ यो अवलोकेश्वरको चाहिँ साधना गरेर उहाँले चाहिँ सिद्धि प्राप्त गरेर उहाँ चाहिँ पहिलाको जस्तै फेरि पहिला जस्तै भएर उहाँले चाहिँ त्यस्तो प्राप्त गरेको हो। खास अब ठ्याक्कै दसैँमै नै चाहिँ न्युङ्ने बस्नुको अथवा राख्नुको कारण चाहिँ के हो त? दसैँमा खास त न्युङ्ने अरू बेला पनि गरिन्छ। यो अष्टमी र पुण्यमा थाल्नु भनेको रहेछ उहाँ पुस्तकमा। अनि अहिले दशमी र अष्टमीदेखि सुरु भएर हामी अष्टमी हिजो अस्ति सप्तमीदेखि अष्टमी नवमी भयो 3 दिन चाहिँ न्युङ्ने इच्छा भन्छ। यो चाहिँ एक जोर भन्छ। यो चाहिँ खास 16 जोर पनि गरिन्छ। यो चाहिँ अहिले इच्छा मात्र एक जोर मात्र हो। यो न्युङ्ने दसैँमा गर्ने कारण चाहिँ खास के हो भन्दाखेरि दसैँमा चाहिँ धेरै नेपालमा त अब धेरै हत्या हिंसाहरू घरमै मार गर्ने हुन्छ त्यस्तो चलन छ नि। त्यस कारणले पनि खास नेपालको नराम्रो त होइन, अब त्यो आफ्नो चलन हो, त्यसले हामीले नराम्रो बन्न त मिल्दैन आफ्नो चलनलाई। अब त्यस्तो भइरहेको हिसाबले चाहिँ धेरै अब पाप अब त्यो भइरहेको हुन्छ। मार्नेले पनि अब मरेकोहरू पनि उद्धारको लागि हामीले चाहिँ लोकेश्वर भनेको चाहिँ छलोको उद्धार गर्नको लागि भएको कारणले अनि उहाँहरू मार्नेहरू पनि सबैको पाप दुःखहरू कष्ट निवारण गर्नको लागि चाहिँ यो हामीले न्युङ्ने व्रत बसेर अनि मौन व्रत बसेर यो अन्न नखाएर चाहिँ शील पालन गरेर चाहिँ यो व्रत बसेको। त्यो गऱ्यो भने चाहिँ हाम्रो जन्मदेखिको पाप काट्ने हुन्छ। अनि पछि अहिले अन्न नखाएको कारणले पछि जन्ममा अनेकालमा भोगमारी नलाग्ने त्यस्तो ठाउँमा नजन्मिने त्यस्तो पुण्य फाइदाहरू छ। अब हामीले मन व्रत बसेको कारणले पछि हाम्रो बोली नफुट्ने यस्तो जन्म लिँदैन, पशुमा जन्म लिँदैन। अब अन्न नखाएर पानी नखाएर बसेको कारणले चाहिँ पछि प्रेतको लोकमा जन्म लिँदैन। त्यस्तो उहाँको त्यसको डाइरेक्ट फल चाहिँ त्यस्तो छ। त्योभन्दा अरू धेरै फल त धेरै छ होइन। अनि त्यसमा चाहिँ शील पालनहरू गरेर धेरै पुण्यहरू भएको कारणले यसमा चाहिँ यो लोकेश्वरबाट चाहिँ करुणामय भएको कारणले चाहिँ ठुलो सबै प्राणीको हितको लागि पनि भयो, आफ्नो लागि पनि भयो, अनि सबैको लागि भयो। विशेष गरेर अहिले दशैँमा हामीले चाहिँ यो मृत्यु हुने मर्ने सबै त्यो प्राणीहरू भनौँ। अनि त्यो बाहेक दशैँमा मात्र नभएर पनि अरू संसारमै कति प्राणीहरू अकालमा मृत्यु भइरहेको हुन्छ। अनि कति मृत्यु भएर पनि अब उसलाई मुक्त भएर बाटो नपाइरहेको हुन्छ। त्यस कारणले चाहिँ हामीले उहाँहरूको लागि सबैको लागि चाहिँ सम्झेर गर्ने हो विशेष गरेर दसैँमा। अब तपाईँले चाहिँ यो न्युङ्ने व्रतको क्रममा चाहिँ यहाँ के पूजाआजा अथवा कस्तो विधिबाट गर्नुहुन्छ? छोटोमा अथवा संक्षिप्तमा भन्नुहोस्। कस्तो विधिबाट चाहिँ तपाईँले यहाँ चाहिँ न्युङ्ने कार्यक्रमहरू सञ्चालन गरिराख्नु भएको छ? हाम्रो यो विधि त यो महायान विधि हो। महायान विधिबाट नै यो आएको यो प्रचलित भएको हो। यसमा त अब हामीले अहिलेसम्म त्यस्तै चलिरहेको छ। हस्, धन्यवाद। हस्।